कालीगण्डीमा वर्ल्डको सबैभन्दा ठुलो के अरे शालिग्राम छ। यो बाटोमा चाहिँ सबभन्दा ठुलो ढुङ्गा अडिएको चाहिँ यही होला। अलिअलि बिट मार्दै माथि चढ्नुको ट्रेकिङ गर्दा अफकोर्स दुःख हुन्छ, थकाइ लाग्छ, हार्डनेस हुन्छ है, कहीँ कहीँ फ्रस्ट्रेट पनि हुन्छ। तर जब यो सकेर हामी घर पुग्छौँ नि, अनि त्यहाँ पुगेर जुन यो मेमोरेबल यो फोटो भिडियो हामी हेर्छौँ नि, अनि त्यो रिमाइन्ड हुन्छ क्या। त्यो रिमाइन्ड सुन्ने हेर्नेको मजै छुट्टै छ। ल केटाहरू अझै फोटो खिच्दैछन्। मैले त्यो अनुभव गरेको चिज हो, किनभने मैले फर्स्ट ट्रेक गर्दाखेरि सानै ट्रेक हो। मैले फर्स्ट ट्रेक सानैबाट गएको थिएँ। के अरे यत्रको नाम बिर्सिन्छ। ए मनोकामना होइन, मनोकामना त सानो भएको ट्रेकिङ भनेको। यिनीहरूलाई अझै फोटो खिचेर पुगेको थिएन। खैर नाम मलाई ठ्याक्कै यादैन। गोकर्णेश्वर हो कि उताबाट जाने थियो बाटो। दुई दिनमा पुगेको थियो। तर त्यो फर्स्ट टाइम उकालोको चढाइ गर्दाखेरि आम्मामा बेकार आएँ जस्तो फिल भएको थियो। तर जब पुगेर फर्क्यौँ नि, अनि त्यो फोटो भिडियोहरू हेऱ्यो हामीले, त्यो रमाइलो छुट्टै थियो। अनि त्यहाँपछि मैले थाहा पाएँ कि यार दुःख हुन्छ, आफूलाई जति पुस गर्यो त्यति राम्रो। आउँदैछन् लट्ठी र फाला भाइ, त्यही अहिले साथी हुन्छ। अब हामी कति रहेछ 3400 होइन, 3400 मिटरमा आइसक्यौँ। अब एकछिन पानी सानी खाइयो, एकछिन बसियो, यसो घरमा कुरासुरा गरियो। एउटा गाइड यहाँबाट भर्खर गएको थियो, उसको अनुसार त अझै 2 घन्टा लाग्छ अरे हामीलाई। हामी 7:30 बजे हिँडेको, 7:30, 8:30, 9:30 भनेपछि 2 घन्टा भइसक्यो। 2 घन्टा भइसक्यो। काम डोरा पक्न 2 घन्टा, 2.5 घन्टा लाग्ला। अझै 2.5 घन्टा हामीलाई लाग्छ। उनीहरूलाई 2 घन्टा भनेपछि हामीलाई 2.5 घन्टा लाग्ने हो। भनेपछि मेरो फेल खायो। मैले 4 घन्टामा हामी पुग्छौँ भनेको थिएँ बाटो हेरेर। तर उकालो भयो अहिले। यो बाटो हो।